नेपालको पर्यटकीय गन्तव्य स्थल अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने लमजुङ जिल्लाको घले गाउँ अर्थात् स्थानीय भाषाअनुसार कोइम्ले नासा समुद्री सतहदेखि करिब 2100 मिटरको उचाइमा रहेको छ। करिब 115 घरधुरी रहेको यस गाउँमा घले, गुरुङ लगायत अन्य जातिहरू बसोबास गरेको पाइन्छ। यहाँका बासिन्दाहरूको मुख्य पेशा कृषि र पशुपालन हो भने बेलायती सेना तथा भारतीय सेनामा भर्ती हुने अन्य आय आर्जनका स्रोतहरू हुन्। बाइसौं 2400 राज्यकालमा घले राजाले राज्य गरेको यो गाउँको आफ्नै ऐतिहासिक महत्त्व छ। निजी र सामूहिक गरी करिब 800 भन्दा बढी भेडा बाख्राहरू पालन गर्दै आएका यहाँका बासिन्दाहरूले सामूहिक आर्थिक स्तर सुधार्नको निमित्त भेडा बाख्राको ऊनबाट बनेको राडी, पाखी, बक्खु गलैँचा तथा निगालोबाट बनाइएका हस्तकलाका सामानहरू बिक्री वितरण गरी आय आर्जन गर्दछन्। स्थानीय जनताको जीवनस्तर उकास्ने उद्देश्यले नेपालको दोस्रो पर्यटकीय गाउँको रूपमा स्थापना गरी स्वदेश तथा विदेशमा समेत यस घले गाउँ चिनाउनको लागि गाउँ विकास समिति, जिल्ला विकास समिति, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लगायतका सङ्घ संस्थाहरूले गरेको आर्थिक तथा प्राविधिक सहयोग अतुलनीय छ। आन्तरिक पर्यटकहरू लगायत बाह्य पर्यटकहरू आउनलाई त्यति कठिनाइ हुने देखिँदैन र यहाँहरूलाई अब विदितै छ, नेपाल पर्यटन बोर्डले विशेष गरी घले गाउँलाई प्रचार प्रसार गर्न, प्रवर्धन गर्न कुनै कन्जुसाइ गरेको छैन। यहाँहरूले हाम्रा ब्रोसरहरू, हाम्रा प्रमोसन मेटेरियलहरूमा राष्ट्रिय अन्तर्राष्ट्रिय व्यापक हामीले गरेका छौँ। त्यसलाई अझ व्यावसायिक बनाउनलाई जसरी उद्योग व्यवसायहरू लागिरहनु भएको छ, पर्यटन व्यवसाय रामकुमार सरले भन्नुभयो, पर्यटकीय गन्तव्य स्थलहरू लमजुङमा अनगिन्ती छन्, बेसी सहरमै छन्। यसलाई अझ क्याच गर्नु पर्यो, यसलाई पक्र्नु पर्यो भन्ने हिसाबमा हाम्रो सहकार्य चाहिँ अब अलिक कङ्क्रिटाइज, यसलाई चाहिँ व्यावसायिक रूपमै जानु पर्यो भन्नेमा हाम्रो जोड छ। काठमाडौँबाट पश्चिम पृथ्वी राजमार्गमा पर्ने तनहुँ जिल्लाको डुम्रे बजार हुँदै करिब 170 किलोमिटर यात्रा पश्चात लमजुङ जिल्लाको सदरमुकाम बेसी सहर आइपुगेपछि लगभग 6-7 घण्टाको हिँडाइपछि घले गाउँमा पुग्न सकिने 3वटा बाटोहरू रहेका छन्। एक बेसी सहरबाट बागलुङ पानी कपुर गाउँ हुँदै, 2 बेसी सहरबाट खुँदी सिम्पानी भलाम चौर हुँदै, 3 बेसी सहरबाट खुँदी रूपले फाँट नाए हुँदै घले गाउँ। बाटोहरू धेरै भए पनि दृश्य अवलोकनका लागि बेसी सहरबाट बागलुङ पानी कपुर गाउँ हुँदै एक बाटो जाने र अर्को बाटो हुँदै फर्किन राम्रो हुन्छ। केही वर्ष अगाडि हिँडेर 1-1.5 घण्टा लाग्ने बाटोसम्म मात्र गाडी चल्ने यस गाउँमा हाल पुरै गाउँसम्मै यातायात विस्तार भएको छ। तर पनि वरिपरिका हरियाली जङ्गल, रातामै फुलेका लाली गुराँस र विभिन्न हिम श्रृङ्खलाका दृश्यहरू अवलोकन गर्दै ऐसेलु र काफल गेडीको स्वादसँगै यात्रा गर्नुको मजा भने गाडीको यात्रामा पाउन सकिँदैन। प्रकृतिको सुन्दरतासँग रम्दै
जब खलेगाउँको आँगनमा टेक्न पुगिन्छ त्यहाँ उपस्थित भएका बाबा-आमा, युवा-युवतीहरू आफ्नै परम्परागत पोसाकमा सजिएर हातमा फूलमाला सहित अतिथिहरूलाई गरेको स्वागत साँच्चै नै अविस्मरणीय लाग्दछ। यसरी उपस्थित अतिथिहरूलाई स्वागत गर्दै जलपान गराउन र अन्य बन्दोबस्त मिलाउन यहाँका बासिन्दाले गाउँको सामुदायिक भवनमा लैजाने गर्दछन्। एकैछिनको जलपान र थकाइ मेटानपछि पाहुना राख्ने प्रतिनिधिले आआफ्नो घरमा लैजान्छन्। हामीले 2057-58 सालतिर यो स्याङ्जाको सिरुबारीमा जो ग्रामीण पर्यटन गाउँ छ विकसित छ त्यो मार्फत चाहिँ हामीले ग्रामीण पर्यटन बनाउनु के अरे यसरी चाहिँ पाहुनाहरू जान्छ। यो समाज चाहिँ कस्तो छ भने एकदम हाइली इन्टिग्रेटेड छ एउटा कुरा, र उनीहरूको चाहिँ एउटा चाहिँ आफ्नो खालको सोसल अर्गनाइजेसन भएको कारणले पनि यहाँभित्रको एकदम सानो सानो कुरालाई चाहिँ हामीले चाहिँ धेरै ध्यानपूर्वक हेऱ्यौँ। किनभने बच्चा बच्चीहरूमा नि अनुशासनको कुराहरू सिकाइएको रहेछ। यहाँ आइसकेपछि यहाँको मान्छेहरूले जुन रूपमा हामीलाई वेलकम गर्नुभयो र उहाँहरूको जुन एउटा संस्कार छ अतिथि देवो भव भन्ने कुरालाई चाहिँ उहाँहरूले पालना गरिरहनु भएको जस्तो चाहिँ मलाई लाग्यो। र उहाँहरू एकदमै फ्रेन्डली हुनुहुन्छ। एउटा इभन एउटा बच्चादेखि सानो बच्चादेखि लिएर सबैजना मानिसहरू चाहिँ एकदमै फ्रेन्डली र कोअपरेटिभ हुनुहुन्छ। त्यो चाहिँ हामीलाई एकदमै राम्रो लाग्यो। केही वर्ष अगाडि 20 घरले 2-2 जना गरी जम्मा 40 जना पाहुना राख्न सकिने व्यवस्था गरिएकोमा अहिले आएर पर्यटकको वृद्धिलाई मध्यनजर गर्दै स्थानीय पर्यटन व्यवस्थापन उपसमितिको निर्णय अनुसार बढी नै पाहुना आएमा सबैजसो घरमा पाहुना राख्ने र अझ धेरै पाहुना हुन गएमा स्कुल तथा सामुदायिक भवनमा समेत राख्ने व्यवस्था गर्दछन्। यो डाँडा काँडा मात्र भएको कारणले चाहिँ मान्छेहरूको बस्ने सरै केही नहुने कारणले भयो सरै सरने काम चाहिँ भयो। र मैले एउटा विचार ल्याएँ म गाविस अध्यक्ष हुँदा, र यो स्याङ्जाको सिरुबारी हेरेर चाहिँ एक्चुअली हेर्नु पऱ्यो त्यसको मोडलको रूपमा चाहिँ घलेगाउँ एउटा ग्रामीण पर्यटन गाउँ बनाउनुपर्छ र त्योभन्दा अलिक फरक ढङ्गले बनाउनुपर्छ भन्ने खालको एउटा सोच आयो, विचार आयो। एकै प्रकारको दर रेटमा खान उपलब्ध हुने प्राङ्गारिक मल प्रयोग गरी उत्पादन गरिएका सागसब्जीहरू, सिस्नोको फाँडो, दाल, भात, तरकारी, मासु, टिमुरको अचार पारिवारिक वातावरणमा बसेर खान पाउनु साँच्चै नै सम्झन योग्य लाग्दछ। हाम्रै गाउँमा पाउने लोकल चिज आलु, हाम्रै बारीको आलु, बारीको दाल, खेतको चामल, साग, लसुन सबै हामीले गरेको हाम्रै लोकल घरको चिज बजारबाट ल्याउँदैन। हरेक वर्ष गरिने घलेगाउँ महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गरिरहेको छ। अन्य अतिथिज्यूहरू र सम्पूर्ण बुवाआमा तथा दाजुभाइ दिदीबहिनीहरूमा यो 11औं घलेगाउँ महोत्सव आयोजकको तर्फबाट हार्दिक स्वागत गर्दै अब यो कार्यक्रम सुरु गर्न गइराखेको छु। यस महोत्सवमा स्थानीय बासिन्दाहरूले आफ्नै परम्परागत पहिरनमा सजिएर घाटु नाच, कृष्ण चरित्र, सोरठी नाच, घ्याब्रे नाच तथा अन्य नाचहरू प्रस्तुत गर्दछन् त राष्ट्रिय कलाकारहरूले पनि विभिन्न गीत तथा नृत्यहरू प्रस्तुत गरी महोत्सवको आकर्षणलाई सुनमा सुगन्ध भर्ने काम गर्दछन्।
हरेक नयाँ वर्षको सुरुवातसँगै आयोजना गरिने फुटबल प्रतियोगिताले झन् विभिन्न जिल्लाबाट आउने विद्यार्थी तथा अभिभावकको सङ्ख्यामा वृद्धि गरेको छ। घलेगाउँ महोत्सव भनेको घलेगाउँलेको चाड हो भनेर घलेगाउँले हामीले मनाउने काम गऱ्यौँ। हामी यहाँका आमा सुमाहरूसँग, यहाँका युवा क्लबहरूसँग, यहाँका सङ्घ संस्थाहरूसँग अब यो घलेगाउँ महोत्सव दुईटा कारणले, एउटा पर्यटकको विकास, एउटा राष्ट्रिय अन्तर्राष्ट्रियमा चिनाउनको निम्ति, एउटा घलेगाउँको एउटा चाडको रूपमा हामीले मनाउनुपर्छ र सबैले यो घलेगाउँले यो महोत्सवमा सहयोग गर्नुपर्छ। यो ग्रामीण अध्ययन, ग्रामीण विकासको अध्ययनका लागि चाहिँ अब विद्यार्थीहरूलाई चाहिँ फिल्डमै गएर चाहिँ एउटा त्यो खालको स्किल डेभलपमेन्टको ट्रेनिङ र सँगसँगै उनीहरूलाई रिसर्चको पनि एउटा ज्ञान होस् भन्ने हिसाबले 25 स्टुडेन्ट्सहरू र हामी टिचरहरू समेत यहाँनिर चाहिँ आछौँ। र यस क्रममा हामीले चाहिँ गुरुङहरूको चाहिँ धेरै बहुआयामिक संस्कृतिको कुराहरू चाहिँ अवलोकन गऱ्यौँ र सँगसँगै टुरिज्म प्रमोट गर्ने कुरामा र घलेगाउँले चाहिँ धेरै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको देख्दा चाहिँ हामीलाई धेरै खुसी लागेको छ। प्रकृतिले सिँगारिएको घलेगाउँ आफैमा सुन्दर छ। बिहानीको सूर्योदयसँगै पूर्वमा बौद्ध हिमाल चुली, डाँदी चुली, गणेश हिमाल, मनासलु हिम श्रृङ्खलाहरू, उत्तरमा मुस्कुराइरहेको लमजुङ हिमाल, अन्नपूर्ण दोस्रो, नजिकै रहेको घनपोखरा गाउँ र पश्चिममा माछा पुछ्रेको टाकुराहरू दृश्यावलोकनको लागि ज्यादै मनमोहक लाग्दछ। वरिपरि घना जङ्गलका पहाडहरू, चिरबिर चिरबिर गर्ने चराचुरुङ्गीहरू, वरिपरि चरिरहेका मृगहरू, एकतर्फ खुदी खोला, अर्कोतर्फ मिदिम खोला नागबेली रूपले कल कल गरी बगेको आवाजले साँच्चै नै मनमा आनन्दित तुल्याउँछ। समुदायमा आधारित र मानव जीवनको विविध पक्षलाई समेटेर स्थानीय स्रोत र साधनको अधिकतम प्रयोगमा निर्मित स्थानीय उत्पादन र खानाका परिकारले अतिथि सत्कार गर्नु, कला संस्कृति, लोक र परम्पराको संरक्षण र सम्वर्धन गरी समग्र गाउँ विकासमा सहयोग गर्नु ग्रामीण पर्यटनको धारणा नौलो मान्न सकिन्छ। ग्रामीण पर्यटन गाउँलेका लागि किन भनेको होला? गाउँमा चाहिँ गरिबी छ, गरिबी निवारणको लागि ग्रामीण पर्यटन। गाउँमा चाहिँ बेरोजगारको समस्या असाध्यै धेरै छ। त्यसकारणले ग्रामीण पर्यटन रोजगारी समस्या रोजगारी चाहिँ को अवस्था सृजना गर्नका लागि हाम्रो स्थानीय उत्पादनहरू, कृषि उत्पादनहरू चाहिँ को खपतको लागि गाउँलेहरूको चाहिँ गाउँलेहरूले उत्पादन गरेको चिजको चाहिँ बजारको चाहिँ व्यवस्थापनको लागि ग्रामीण पर्यटन होमस्टेको व्यवस्था रहेछ र त्यो व्यवस्था अन्तर्गत चाहिँ अब यहाँनिर जाँदाखेरि एउटा हामीले एउटा जुन गाउँको कल्पना गरे आउँछौँ त्यो गाउँभन्दा यो गाउँ चाहिँ बिल्कुल फरक छ कि यहाँनिर जस्तो कुनै एउटा एकदमै 5 स्टार होटलमा बस्योभन्दा कम चाहिँ त्यो खालको सुविधाको अनुभूति चाहिँ हुँदैन। यी सबै फेसिलिटीहरू छ। हुन त हामी गाउँमा छौँ तर भित्रपट्टि त्यति धेरै वेल म्यानेज छ यो ठाउँ। अति नै छिटो समयमा मौसम परिवर्तन हुने यस गाउँमा विभिन्न किसिमका बालीहरू उत्पादन गर्ने गरिन्छ। धान, गहुँ, मकै, कोदो, तोरी, बोडी, मस्याङ र विशेष गरी 12 महिनै उत्पादन हुने आलु खेती यस गाउँको अर्को महत्त्वपूर्ण विशेषता हो। यहाँको चिसो एकैछिनमा चेन्जेबल क्लाइमेट छ होइन, एकैछिनमा चिसो हुने, एकछिनमा घाम लाग्ने, त्यो वातावरण चाहिँ एकदमै राम्रो लाग्यो। यस क्षेत्रकै पवित्र धार्मिक स्थल तिजीफोको उत्तरकन्या मन्दिरमा हरेक वर्ष माघे सङ्क्रान्तिको दिन नुहाई धुवाई गरी पूजा गरिने चलन छ। यस क्षेत्र मन्दिरभित्र रहेका मूर्तिहरू उत्तरतिर फर्किएको हुनाले यस गाविसको नाम पनि उत्तरकन्या
राखिएको छ। यो मन्दिर नजिक सानो तलाउ पनि छ, जसको छेउमा 7 वटा पुराना पानीको कुवाहरू पनि रहेका छन्। यस घले गाउँमा परम्परागत रोधी बस्ने पुरानो घुमाउने घरहरू पनि रहेका छन्। गुरुङ जातिहरूले प्रयोग गर्ने विविध सामग्रीहरू सङ्कलन गरी राखिएको सङ्ग्रहालय पनि यस गाउँमा छ। खानपिनमा प्रयोग गर्ने भाँडाकुँडा, कृषि कार्यमा प्रयोग गरिने औजारहरू, गरगहना, विभिन्न कर्मकाण्डमा प्रयोग हुने सरसामानहरू सबैको नाम र प्रयोग विधि स्पष्ट देखिएको यो गुरुङ सङ्ग्रहालयबाट गुरुङ जातिको विविध पक्षको ज्ञान हासिल गर्न सकिन्छ। यस गाउँमा विभिन्न समयमा हुने अन्तर्क्रिया कार्यक्रमले गर्दा यहाँको जनमानसमा ठूलो जनचेतना फैलिएको छ। अब लमजुङमा पर्यटनको विकासको लागि थुप्रै प्रयासहरू पनि भइराखेका छन्। गाउँमा पर्यटन समितिहरू जस्तै घले गाउँले धेरै राम्रो उपलब्धि हासिल गरेको छ। एउटा सार क्षेत्रमा एउटा नमुना पर्यटकीय गाउँको रूपमा आफ्नो पहिचान बनाएको छ। जस्तै गरेर सिउरुङ, घनपोखरा, भुजुङ, कसगाउँ लगायत थुप्रै पर्यटकीय गाउँहरू, हिले टक्सार यस्ता थुप्रै पर्यटकीय गाउँहरूले चाहिँ पर्यटन विकासको लागि पहल गरिराखेको स्थिति छ। लमजुङमा 3वटा पक्षलाई हामीले हेरेको छ, जल, जडीबुटी र जमिन। त्यसपछि पर्यटन 4वटा पक्षहरू छ र ढिलै भए पनि लमजुङले एउटा पर्यटन गृह योजना बनाउने कार्यक्रमको थालनी गरेको छ। यो हाम्रो गर्वको विषय हो। के गर्दाखेरि लमजुङको चाहिँ कायाकल्प हुनसक्छ, लमजुङ समृद्धितिर जान सक्छ भन्ने चाहिँ हामीले सोचेका हो। त्यो अनुसार हामीले ग्रिन रोडको कन्सेप्टहरू ल्यायौँ एउटा एनजिओसँग, जेडिजेसँग मिलेर। त्यसको नेटवर्कले आज चाहिँ केही ठाउँहरूमा चाहिँ उपलब्धि पनि हासिल भएको छ। इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट गर्ने काम चाहिँ, निर्माण गर्ने काम चाहिँ सरकारको, राज्यको। किनभने सडक चाहिँ कुनै गाउँले बनाउन सक्दैन। खानेपानीको कुराहरू चाहिँ ठुल्ठुलो योजना छ भनेदेखि त्यो गाउँले ल्याउन सक्दैन। बिजुली ल्याउने कुरा गाउँले ल्याउन सक्दैन, समुदायले ल्याउन सक्दैन। अब पुलिस चौकी चाहिँ सेक्युरिटीको लागि ल्याउनु पऱ्यो भने, कम्युनिकेसनका टावरहरू ल्याउनु पऱ्यो भने त्यो चाहिँ व्यक्तिले या समाजले या कम्युनिटीले सक्ने कुरा भएन। त्यस कारणले जहाँ जहाँ त्यो संसारमा चाहिँ विकास भएको छ, त्यो विकासको चाहिँ एउटा सर्वस्वीकार्य मोडालिटी भने के भनेदेखि आधारभूत संरचना चाहिँ निर्माण गरिदिने काम सरकारको नीति त्यो हुनु पऱ्यो, पोलिसी त्यो हुनु पऱ्यो। व्यवसाय गर्ने जिम्मा चाहिँ सरकारको होइन, राज्यको होइन, त्यो जनताको। स्थानीयवासीकै सक्रियतामा चिया खेती समेत सञ्चालनमा ल्याएका छन् भने वैदेशिक रोजगारको लागि विदेश जाने युवा युवतीहरू समेत पर्यटन विकासमा आकर्षित हुँदै यसतर्फ लागेका छन्। यस्तै गरी गाउँका बासिन्दाहरूले दैनिक जीवनमा चाहिने कतिपय वस्तुहरू आफै तयार गर्छन्। भेडा बाख्राको ऊनबाट राडी पाखी, बक्खु, अल्लोको धागोबाट भाङ्रा, झोला, थैलो, निगालोको चोयाबाट डोको, नाम्लो, मान्द्रो, भकारी, थुन्से, घुम जस्ता अति आवश्यक चिजहरू, त्यस्तै धान कुट्ने ढिकी, कोदो पिस्ने जातो, ढुङ्गा जस्ता र खरले छाएको घरका छाना, झ्याल ढोकाहरूमा कुदिएको कला तथा परम्परागत घुमाउने घरमा प्रयोग भएका स्थानीय सिप आगन्तुकका लागि नौलो हुन जान्छ। झन्डै 600 वर्ष पुरानो यो घले गाउँ सांस्कृतिक रूपले पनि
धनी मान्न सकिन्छ। गुरुङ जातिको परम्परा अनुसार जेठो छोराको लागि मात्र नाचिने नाच पुटपुटे हो भने मानिसको मृत्यु पश्चात अर्घौमा मृतात्मकको शान्तिको लागि पच्यु नाच, लामा नाच, घ्याब्रे नाच, झ्याउरे नाचहरू हुन्। बुद्ध पूर्णिमा, लोछार, पौष 15 गुरुङ जातिको नयाँ वर्षमा सोरठी नाच र विशेष गरी घाटु नाच नाच्ने गरिन्छ। अति परिश्रमी र लगनशील यस गाउँका मानिसहरू सांस्कृतिक र प्राकृतिक सम्पदाले जति सम्पन्न छन् त्यति नै संरक्षण र विकासको कार्यमा दिलो ज्यान दिन्छन्। गाउँ वरिपरिका वन जङ्गलहरू, सफा बाटो, शुद्ध खानेपानी, माध्यमिक विद्यालय, सामूहिक चिया खेती र भेडा पालन नै यस गाउँका उदाहरणीय पक्षहरू हुन्। हामीले घले काम त चिनाउने काम त गऱ्यौँ। यसलाई थप फेरि चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय चिनाउने चाहिँ एउटा काम चाहिँ त्यो हो, एउटा प्रचार काम छ हाम्रो। अर्को कुरा हाम्रो भावी योजना भने के हो भने हामीले बिजुली ल्यायौँ, यसले त पर्याप्त बात भएन। हामीले गाडी ल्यायौँ, यसले पर्याप्त भएन। अब हामीले घले गाउँमा आउने मान्छे पर्यटकहरूलाई के दिन सकिन्छ त? सकिएसम्म त्यहाँसम्म बेसीसम्म यहाँ बाटो पिच बनाउने सुविधा हुनु निम्ति, अनि यो होमस्टेहरू अलिक व्यवस्थित ढङ्गले लाने। तपाईँले भने होला पोहोरतिर आउँदाखेरि एउटा धनचारमा एउटा खोपीमा सुत्यौँ, अहिले हेर्नुहोस् यो नयाँ चाहिँ के अरे कटेजहरू बनाउन सुरु गऱ्यौँ हामीले। अब ठाउँ ठाउँमा रेस्टुरेन्टहरू बनाउँछौँ हामीले, अनि यसलाई चियापत्तीको विकास गर्छौँ हामीले। अनि यहाँ पाउनलाई सुविधाको लागि अब हामी निकट भविष्यमा एउटा चाहिँ यहाँ एउटा टेलिफोनको टावर राख्दैछ, टेलिफोनको व्यवस्था गराउँछौँ हामीले। अब पाहुनाहरू आफ्नो कोठामा बसेर टेलिफोन गर्न सकोस् सबै कुरा, अनि हामी एउटा नेटको व्यवस्था गर्छौँ। म सर्वप्रथम सबैले निम्ति दिन्छु घले गाउँ हेर्न आउनु भनेर। साँच्चै नै घले गाउँ नेपालको मात्रै के भन्छ, नेपालको चाहिँ युके हेर्न बेला जानु पर्दैन। तपाईँ यहाँ हेरिसक्नु भएको छ। तपाईँ घले गाउँमा आइसकेपछि सारा हिमालहरूको काखमा सारा नदी नालाहरू देख्ने ठाउँ, सारा गुरुङ कल्चर संस्कृति हेर्ने ठाउँ। त्यसमा के आह्वान गर्न चाहन्छु भने सबै देशमा विदेशमा भएका पर्यटकहरूलाई घले गाउँ आउनुहोस्, प्राकृतिक छटेले भरिपूर्ण घले गाउँमा रमाउनुहोस्, गुरुङ कल्चर संस्कृति हेर्नुहोस् अनि रमाउनुहोस्। जति नै बयान गरे पनि अपुरै लाग्ने घले गाउँ आफैमा सुन्दर छ। छानाभरि राखिएका फर्सीहरू, घर अगाडिका मकैका सुलीहरू, सफा ढुङ्गे बाटोहरू, दाउराका खलियाहरू, चरनमा चरिरहेका गाई बस्तुहरू, फुलबारीमा रमाएका भेडा बाख्राहरू र खर्कमा सिङ्गारी खेल्दै भेडाहरूको जुदाईले त छन् यस गाउँको सुन्दरता थपिरहेको देख्न सकिन्छ।
Go